यो पुरानोमा पनि यो कुसाङ लामा चाहिँ राजस्व छलता सुन चोरी पैठारी कसुरमा पक्राउ परेको अभियुक्त हुन् र उनले चाहिँ 5 वर्ष त्यतिखेर पनि 5 वर्षको चाहिँ कैद भुक्तान गरेर छुटेको मान्छे हुन्। यो हाम्रै पहिले महाशाखाले पनि पक्राउ गरेर यिनलाई जेल पठाएको रहेछ त्यतिखेर। र यो चाहिँ अहिले अब हामी यो जफत गरिएको सामानहरू चाहिँ भन्सार तथा राजस्व छरी अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निर्ला विदेशी विनिमय नियमावली ऐन 2019 बमोजिम कस्तुरमा हदैसम्म कारबाही तथा थप अनुसन्धानको लागि राजस्व विभाग हरिहर भवन चाहिँ पठाउँदैछ। धन्यवाद। केही क्वेसन छ भने पाउँछ। भरिया भन्नु भयो पहिला पनि भरिया नै भएर यो होइन अहिलेसम्मको चाहिँ हामीलाई त्यो अब यसको इन्भेस्टिगेसन हुन चाहिँ बाँकी छ होइन त। पहिला पनि भरियाकै रूपमा चाहिँ भएर त्यो 7 किलो सुन पक्रेको बेलामा जेल सजाय भएको थियो र अहिले पनि उसको प्रिलिमिनरी स्टेटमेन्टमा चाहिँ म चाहिँ भरिएको रूपमा प्रेजेन्स गरिरहेको छ आफूलाई। तर अब पुरानो पनि कहानी र यो पनि कहानी जोडेर हामीले इन्भेस्टिगेसन अगाडि बढाइरहेको छौँ। यो अहिले प्रिलिमिनरी आइसकेको छैन कसको भन्ने कुरो। त्यो त फाइल हेर्नुपर्छ अहिले छैन। जस्तो कुन प्रयोजनको लागि चाहिँ रकम लिएर गएको पहिला पनि सुन काण्डमा परिसकेको मान्छे ऊ चाहिँ सुन किन्नकै लागि गएको थियो भन्ने आशंका गर्न सकिन्छ कि? सकिन्छ। यो पैसा लिएर गइसकेपछि उताबाट केही आउन सक्ने प्रबल सम्भावना चाहिँ त्यही हो। तर अब यसै अब उनको म्याथप गरेर बयान सयान दिइसकेपछि ती कुराहरू खुल्छन् होला। यो उसले स्रोत खुलाइसकेको छैन अहिले। हिजो त पक्रेर लिएर आएको हामीले अहिले खुलाको अवस्था छैन। छैन। 5 वर्ष 78 सालमा निक्लेको। पहिलाको सुनको अब यो डलरको अहिले यो ट्रक पनि उनको आफ्नै हो। सायद आमाको नाममा ट्रक छ। अलिकति अरेस्ट गर्दाको क्रिमिनल मतलब सिनारियो बताइदिनु न के हुने थियो कसो हुने थियो? अनि एसपीले भन्नु भयो कसरी पक्रिनु के भयो सूचना कसरी आयो भन्ने कुरा त हामीले बोलौँ। त्यो त भन्न मिलेन। त्यो त अब आफ्नो कन्फिडेन्सियल हामीलाई जोड्ने बुझ्छु नि विशेष सुराकीको आधारमा गरेको अपरेसन हो। फर्स्टमा कुनै गाडीमा चाहिने अवैध मुद्राहरू गइरहेछ भन्ने कुरा हो। त्यसपछि हामीलाई सूचना आइसकेपछि हाम्रो टिम अलर्ट भयो, स्ट्यान्ड भएको टिम गयो। त्यसपछि यो झोरको बाटो हुँदै सामाकोसीबाट झोरको बाटो हुँदै रसुवातिर गइरहेको अवस्था हो। त्यसपछि हामीले त्यो गाडी यो गाडी हुनसक्छ भन्ने कुरामा हामी गयौँ इन्फर्मेसनको आधारमा। गइसकेपछि त्यो गाडीको पिछा गर्दै गर्दै हामीहरूले एउटा सर्टेन पोइन्टमा गएर माथि हेऱ्यौँ। त्यहाँ रेकी गरेर बस्यो, मान्छेहरू सर्भिलेन्स गऱ्यो। त्यो गाडी त्यहाँ पुगिसकेपछि त्यो गाडीलाई रोक्यौँ, हेऱ्यौँ, ड्राइभरसँग इनिसियल सोधपुछ गऱ्यौँ के छ त केही छ यताउता भन्दाखेरि अलिकति शङ्का लाग्यो। शङ्का लागिसकेपछि त्यो गाडीलाई सिधा अफिसमा लिएर आएर हामीले सम्पूर्ण लुकाउन सक्ने ठाउँ हो। किनभने हामीलाई पहिला नै त्यस्ता अपरेसनहरू गरिरहेको अनुभवको कारणले कुनै पनि सामानहरू लुकाउन सक्ने ठाउँहरूलाई मध्यनजर गरेर सबै ठाउँहरू भिडियोग्राफी गर्दै सबै हामीले कानुनी रूपमा अपनाउनु पर्ने सम्पूर्ण कुराहरू अपनाएर हेऱ्यौँ। हेर्दाखेरि यो आज तपाईँहरूले हेर्ने हामीले बरामद गरेका सामानहरू चाहिँ भेटिएको अवस्था। कहाँ जानला भन्दा रसुवा जानला भन्ने कुरा गऱ्यो। त्यसपछि के हो कसो भन्दाखेरि अब उसले अरू कुरा केही भनेन। त्यसपछि उसको रियाक्सन्सहरू हामीले रियाक्सन्स एक्सन्स सबै हामीले रिड गर्दाखेरि चाहिँ केही हुनसक्छ भन्ने हामीलाई चाहिँ शङ्का लाग्यो। ट्रकभित्र अरू सामान चाहिँ अरू छैन, खाली छ। उसले चाहिँ के लिन जान लाग्यो भने चाहिँ के लिन भनेर उताबाट केही सामान आयो भने म सामान लिएर आउँछु भन्ने उसको भयो। अरू यो मान्छेले पहिला जेलमा बसेको बाहेक त्यो केस बाहेक अरू क्रिमिनल हिस्ट्री के छ? अरू अहिलेसम्म हामीले हेर्दाखेरि देखेको छैन। हामी हेर्दैछौँ। जेलबाट निस्केर अरू के गरेछ? अघि ट्रक चलाउने काम गर्यो भन्छ उसको बयान अनुसार। अरू
हामी खोज्दैछौँ। यो मान्छे निरन्तर रूपमा सुन तस्करीमै लागे जस्तो देखिन्छ। निरन्तर अब एकचोटि फेला पर्यो पहिला नै, अहिले यो दोस्रो टाइम फेला पर्यो। अब बिचको पिरियडमा यो फेला नपरिसकेको अवस्थामा हामीले हो नै भन्न पनि नसकिने अवस्था हो। तर ट्रेन्ड हेर्दाखेरि चाहिँ लगभग देखियो। अनि यो पैसा उसले कहाँबाट के रहेछ, कसरी त्यो पैसाको मामलामा उसले क्लियरली यही हो भनिसकेको अवस्था छैन। त्यसो भने कोही दुईवटा मान्छेहरू आएर मेरो गाडीमा त्यहाँसम्म पुगाइदिए भनेर भनेको छ भन्ने कुरा छ। त्यो हामी अनुसन्धान गर्दैछौँ, पछि आयो भने सेयर गर्छौँ। सर योभन्दा अगाडिको सुन केसमा चाहिँ हजुरहरूले ऊ मात्र एक्लैलाई चाहिँ त्यो बेलामा पनि उसले 7 केजी सुन लिएर आइरहेको अवस्थामा भेट फेला परेको। त्यो बेलामा लगेको होइन कि लिएर आउँदाखेरि 7 केजी सुनसहित फेला परेको। त्यति बेला चाहिँ अरू कोही संलग्न छ त्यसमा भन्ने? अब यस्तो केसमा के हुन्छ, हामीले प्रिलिमिनरी इन्भेस्टिगेसन गर्ने, त्यसपछि सम्बन्धित निकायमा पठाइदिन्छौँ, राजस्वमा पठाएको, त्यसपछि बाँकी अंशमा राजस्वबाट भाग्छौँ। अहिलेसम्म अमुक व्यक्तिहरू भनेको छ, तर नाम भनेको छैन, हामी हेर्दैछौँ। एक्लै थियो गाडीमा एक्लै हो कि भन्ने धेरैको आशंका रह्यो, किनभने उता सुन किन्नै गयो भन्ने धेरैको आशंका रह्यो। अब अहिलेसम्म उसको भनाइअनुसार चाहिँ उसले लिएर गएको मात्र आएको छ, बाँकी हुँदैछ। के आयो भने हाम्रो बरामदी रकमको मान्छेहरूसँग ठुलै हो। अहिले हामीले उता बाहिर डिस्प्लेमा राखिदिएको छौँ त्यो सबै रकमहरू होइन। त्यहाँ पनि खिचौँ न। अहिलेसम्म समातेको नगद रकम चाहिँ यो अहिलेसम्मको ऐतिहासिक रेकर्ड हो भन्न भनेको। अब यही ठ्याक्कै कसरी भन्न सकिन्छ र? हो कि जस्तो लाग्छ हामीलाई चाहिँ होइन। पहिले योभन्दा धेरै अब अरू डिस्ट्रिक्टमा पनि भएको पनि हुनसक्छ, यो ठ्याक्कै चाहिँ भन्न सकिँदैन। यो कार्यालयको चाहिँ यो अहिलेसम्मको ठुलै रकम हो। त्यहाँ बाहिर हाम्रो डिस्प्ले राखिदिएको छ। मान्छे कति छ? मान्छेले जस्तो कि यही रकम हो जुन मान्छे ल्याउन समात्ने एकछिन उठेला अब सबै पछाडि आउनु पछाडि आउनु कार्टुनमा साथी एकछिन चियापानमा उतातिर
बाँकी रहेछ नि त यहाँ वाइट एउटा खानु नम्बर उहाँहरू अलिकति पछाडि आउँछ ट्रक सुत्ता तपाईँकोमा है पछि आएको छ क्या हामी 2 मिनट ल पुगिन्छ पछाडि प्लास्टिक होइन